यहाँ पाइपको लागि राम्रो राम्रो बाटो बनिरहेको छ। हामी पदमसम्म डुल्दैछौँ। अनि एकछिन यता यो बाटो बनाउँदाखेरि कस्तो अनुभव भयो र कतिको दुःख के भयो त? अनि दुःख भनेको त त्यस्तै यार, के कहिले खुट्टामा चोट लाग्ने, कहिले हातमा चोट लाग्ने, हातहरू के दुःख भन्ने कुरो त। अनि लगभग कतिजना जतिको यहाँ काम बनिरहेको छ? बनेछ त्यो 21-22 जनासम्मको। ए अब कहिलेसम्मलाई सकिने काम छ त? अब जेठ परैसम्म होला के अरे खानेपानीको प्रत्येक घर घरमा? घर घरमा, अब घर घरमा धारा। अब जेठको अन्तिममा खतम हुन्छ यो धारा, पानी लाइनहरू। राम्रोसँग काम भइरहेछ? भइरहेछ बिन्दास तालमा पुरा। अहिले कहाँसम्म जान लागेको त? अब अहिले त्यो अचजाबारी खोलासम्म जाम कि भन्ने छ, प्लान छ। ल सुरु गरौँ त है त। राम्रोसँग भट्टा पनि 2वटा भरेको छन् कि पक्की। यो बाटो अनि कहाँसम्म अरे छ अरे? माथि एक डोरे